धादिङ बेसीको अहिलेको ताजा अवस्था यतिखेर ठिक 5:30 बजेको छ। बेलुकीको 5:30 भएको छ र अघिसम्म झमझम पानी परेको थियो। अहिले पानी हटेको अवस्था छ र अहिले यतिखेर चाहिँ धादिङ बेसीको मौसमी अवस्था यस्तो छ साथीहरू। गाइस, हेलो गाइस, नमस्ते, वेलकम इन दिस माई च्यानल। हेलो गाइस, नमस्ते, वेलकम इन दिस माई च्यानल। यदि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन, लाइक कमेन्ट गर्नुभएको छैन भने यस भिडियोलाई लाइक कमेन्ट गर्न सक्नुहुन्छ र प्लिज हजुरहरूले यी र यस्तै भिडियोहरू हेर्नको लागि, यस्तै भ्लग भिडियोहरू हेर्नको लागि, किचन आइटमहरू हेर्नको लागि, यस्तै भिडियोहरू हेर्नको लागि तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। यता साथीहरू, म धादिङ बेसीबाट अहिले म तपाईहरुलाई प्रत्यक्ष देखाइरहेको छु धादिङ बेसीको मौसमी अवस्था, मौसमी विवरण। अघि झमझम पानी परेको थियो साथीहरू। हेर्नुस् त, अहिले हावाले आएर सबै मकै ढालेको छ। अब किसानीहरूको चाहिँ यस्तो मजासँग हावाहुरी आयो, मकै ढालेको छ। यो मुखमा चमरा आएको मकैहरू हेर्नु त ढालेको छ। त्यस्तो बनाएको छ साथीहरू, मजासँग ढालेको छ। हेर्नु होला तपाईहरुकोतिर कस्तो छ, हावाहुरी आयो कि आएन, पानी मात्रै पर्यो कि हावाहुरी नै आयो। हाम्रोमा चाहिँ मजासँग पहिला हावाहुरी आयो, अनि त्यस पछाडि पानी पर्यो र मकैका बोटहरू ढालेको छ, सत्रङ्ग सुताएको छ। कहीँ कतै प्राय त्यस्तो छ, त्यस्तो छ। ल हेर्नु साथीहरू, धादिङ बेसीको अहिलेको मौसम जस अहिले चाहिँ सफा छ। आकाशमा कागहरू दगुरिरहेको छ, उडिरहेको छ। कागहरू दगुरिरहेको छ अरे आकाशमा है साथीहरू। त्यस्तो अवस्था छ। ऊ हेर्नुहोस् न, मकै हाल त्यसै सलक्क ढालेको छ उता माथितिर। यहाँको मकै चाहिँ यहाँ चाहिँ फेरि किन यहाँ चाहिँ ढालेको छ नि, हेर्दै ओहो कस्तोसँग सुताएको मकै हेर्दै, सत्रङ्गे सित्रङ्गे बनाएर सुताएको छ। ठ्याक्कै चमरा आएको मकै। ल अब त्यो मकै चाहिँ खल्लो हुन्छ, मकै घोगा लाएर चाहिँ पोलेर खाने बेल भएको मकै रहेछ। तर अब त्यसै सत्रङ्गे ढालिदियो, फेरि त्यससँग चाहिँ सिधै माखल गराएर चाहिँ ढालेको छैन फेरि है साथीहरू। के हो यो मकै पनि त्यस्तो बनाएर ढालेको छ। हेर्नुहोस् है गाइस, हेर्नुहोस् एउटा अचम्मै भयो।